नीलकण्ठको अहिलेसम्मको सस्तो जग्गा, त्यही पनि प्लानिङमा है। राम्रो लोकेसन छ हजुरको। यहाँ 9 आनाको पिस छ, यता 9 आनाको पिस छ, टोटल 18 आना लिन मिल्यो। यहाँ 3 आनाको पिस छ, यता 4.5 आनाको पिस छ। यस्तो मजाको भ्यू है। नजिकै 5 स्टार होटेल पनि छ। यहाँ जामसेन स्तूपा भयो है। अब बाटोमाथिको जग्गा हेर्नुहुन्छ भने यता हजुरको 4.5 देखि 5.5 आना जग्गा पाउनुहुनेछ। साउथ फेसिङ यो पर्ती जग्गा हो, एभरग्रिन है। यो अब यसमा केही भवनहरू बन्दैन, पार्क सार्क पनि केही बन्दैन, यत्तिकै हरियाली है, स्वच्छ वातावरण। नजिकै हजुरको 5 स्टार होटेल होलिडे इन रिजोर्ट भइ नै हाल्यो है। मजाको बाटोको एक्सेस छ, 14 फिट 16 फिट कति छ, ठुलो एक्सेस छ जे होस् बाटोको पनि। मन्दिरबाट सर्टेस्ट डिस्टेन्समा इन्भेस्टमेन्टको लागि पनि बेस्ट, अथवा रेजिडेन्सियल प्रपोजको लागि पनि बेस्ट है। नजिकै वैष्णव मन्दिर पनि छ। उता यहाँबाट देखेको त्यो जामसेन स्तूपा भयो है। ठुल्ठुलो व्यक्तित्व बसिरहनु भएको छ यो एरियामा। मन्दिरबाट लगभग 5 मिनटको ड्राइभमा हो। अब सस्तो त मैले भनिहालेँ। कति सस्तो भन्नुहुन्छ भन्दाखेरि आस्किङ प्राइस पर आना 27 हो, त्यसमा नेगोसिएसन छँदैछ। यो प्रपर्टी हामीले एक्सक्लुसिभली लिएर आएको छौँ। अब यो प्रपर्टीको साइट भिजिट गर्न चाहनुहुन्छ भने माथि नम्बर छ, कल गरेर अपोइन्टमेन्ट बुक गरिहाल्नु होला। ल हेर्नुहोस् त मजाको भ्यू। हस् त, नमस्ते।